नेपाली जनतालाई विभिन्न जात जाति इत्यादिमा बाँडिदिएको छ। यसको खराब पक्षको रूपमा एउटै मात्रै समुदायको मान्छे निर्वाचित हुन सक्ने खतरा देखिन्छ। यसलाई कसरी मिलाउन सकिन्छ? मिलाउन सकिन्छ। पहिलो पटकको निर्वाचनमा सबै दलले जनजाति आदिवासी मूलवासी भनिएको समुदायको मात्रै उम्मेदवार उठाउने। एमाले कांग्रेस माओवादी जसले पनि सबै समुदायकोले त्यही समुदायको लागि उम्मेदवारलाई भोट हाल्छ। अर्को पटकको खस आर्यबाट होला, अर्को पटकको दलित बनाइएको सीमान्तकृत समुदायको होला, अर्को पटक मधेसी मूलका साथीहरूको उम्मेदवार जुन दलको भए पनि त्यही समुदायको उम्मेदवार उठाउनु पर्ने चक्रीय प्रणाली भनिन्छ यसलाई। यसरी पनि जान सकिएला। मिलाउन त मिलाउनै पर्नेछ। तर प्रत्यक्ष निर्वाचित मात्रै गर्नुभयो, यसलाई मिलाउनु भएन र राज संस्था राख्नु भएन भने चाहिँ त्यो प्रत्यक्ष निर्वाचित र राष्ट्रपति मिलेर अहिलेसम्म जति असमान सन्धिहरू गरे, देशघाती कानुनहरू ल्याए, अदालतले पनि त्यसलाई खुरुखुरु पास गरिदियो। यसै गरिकन देश बेच्ने छन् निश्चित छ। त्यसैले बेच्न नदिन चाहिँ राजा चाहिन्छ, राज संस्था चाहिन्छ। प्रत्यक्ष निर्वाचित प्रणाली तर राज संस्था भएन भने त्यो देश अन्त्य गर्ने बाटोतर्फ मुलुक जानेछ। साथीहरू, म विनम्रतापूर्वक निवेदन गर्छु कि जातिभेदका कुराहरू नेपालमा लिच्छवी कालमा पनि, किराँत कालमा पनि, जो अहिलेको आदिवासी मूलवासी जनजाति समुदाय मानिन्छ किराँत काल, उहाँहरूले शासन गर्दा पनि झन् धेरै जातिभेद, झन् धेरै छुवाछुत थियो। तर इतिहासमा पहिलो पटक जातिभेद र छुवाछुतलाई अन्त्य गर्ने कानुन ल्याएको शाहवंशीय राजाले नै। सामाजिक व्यवहार सुधार ऐनदेखि 2020 को मुलुकी ऐन ल्याएर 1910 को मुलुकी ऐनको कुरा गर्नुहुन्छ भने त्यो राजाले होइन, नेताले ल्याएको कानुन हो। नेताले हो, राणाले हो। राणा भनेको नेता हो, राजा होइन, जनताको बीचबाट गएको मान्छे। तर जब राजाको शासन आयो त्यसपछि पहिलो पटक जातीय भेद गर्ने, विभेद गर्ने लाई दण्ड सजाय गर्ने कानुन ल्याइयो मुलुकी ऐन। यसैले यो तथ्यलाई लुकाएर राजाका समयमा यस्तो थियो उस्तो थियो, अहिले झन् बढी छ। संविधानमै खुरुखुरु कसैलाई मान्छे होइनस् भनेर लेखियो, तिमी दलित हौ भनेर लेखियो। म यो पनि बुझ्न सक्छु, पढेको लेखेको जानेको बुझेको हाम्रो पुस्ताले बुझ्न सक्छ कि दलित शब्द पनि एउटा आन्दोलनको उपलब्धिको रूपमा प्रयोग गरिएको शब्द हो। म यो पनि बुझ्न सक्छु। तर त्यही समुदायभित्रबाट हामीलाई दलित नबनियोस् भन्नेहरू पनि त हुनुहुन्छ नि। राज संस्था त हाम्रो पनि पुर्खा थियो भन्नुहुन्छ कतिले। मैले पटक पटक भन्ने गरेको छु, पहिला पहिला राजाहरूले छोराहरूको अंशबन्डा गर्दा देश नै टुक्रा टुक्रा पारेर विभाजन गरेर अंशबन्डा गरिदिन्थे। त्यसरी देश टुक्रा पार्नेहरूलाई नै टुक्रा पारिदिए पृथ्वीनारायण शाहले र एकताबद्ध एकीकृत राष्ट्रको महाअभियान सुरु गर्नुभयो उहाँले। यसैले देश टुक्रा पारेर अंशबन्डा गर्नेहरूको वंश होइन, देशलाई एकीकृत गराउनेको वंश राजवंशको रूपमा स्वीकार्ने भनिएको यो। तर सम्मान छ सबैप्रति। इतिहासले बदला लिँदैन, इतिहासले न्याय गर्छ। इतिहासमा विभेद भएको छ, इतिहासमा अन्याय भएको छ। इतिहासमा कानुन बनाएर निश्चित समुदायका मान्छेहरूलाई पढ्न दिएको छैन। इतिहासमा कानुन बनाएर पुरा बाउला भएका लबेदा सुरुवालहरू लगाउन दिएको छैन। इतिहासमा कानुन बनाएर निश्चित समुदायका मान्छेहरूलाई झिङ्गटीवाला
छाना भएको घर बनाउन दिएको छैन। धार्मिक ग्रन्थहरू पढ्न दिएन, त्यो बाहेक पढ्ने कुनै किताब थिएन। त्यसकारण ज्ञानको केन्द्रमा पहुँच हुन सकेन। हो, यसको क्षतिपूर्ति राज्यले गर्नुपर्छ, त्यसको हिसाब किताब हुनुपर्छ। दबाएर सधैँ राखेर हुँदैन, त्यो अधिकार लिनुपर्छ, त्यो आन्दोलनबाटै लिनुपर्छ। त्यसैले आन्दोलन पूर्व स्पष्ट खाका हुनपर्छ। त्यो कसरी हुन सक्छ? अघि मैले भने कि चक्रीय प्रणालीमा प्रधानमन्त्री हुने गरिकन, यसो गर्दा अब आउने चुनावमा हाम्रो दलबाट दलित समुदायकै मान्छे पार्टीको प्रमुख मान्छेको रूपमा गएर प्रधानमन्त्रीको उम्मेदवार बन्ने गरिकन पार्टीले ग्रुम गर्नुपर्छ। पार्टीहरूले चक्रीय प्रणालीको अभ्यास गर्ने राजनीतिमा यो हुन्छ। क्षमता छ त्यसकारण आइहाल्छन् भनेर बसिरहने राखिरहने होइन। अर्को पटकको निर्वाचनमा मधेसी समुदायबाट नै प्रधानमन्त्रीको उम्मेदवार हुनेछ भन्ने कन्फर्म भएपछि सबै दलले आफ्नो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने नेतृत्व इन्ट्रा पार्टी इन्ट्रा अर्गनाइजेसनल डेमोक्रेटिक एक्सरसाइज त्यसरी स्पष्ट रूपमा गर्नुपर्छ र सबै समुदायका मान्छेहरू पार्टीको नेतृत्व तहमा आउने, पार्टीको आन्तरिक लोकतन्त्रलाई जबरजस्ती तानाशाही भने तानाशाही, तर संविधानमा उल्लेख गरिए बमोजिम व्यवस्था गर्नैपर्छ, नभए त्यस्ता दल खारेज गर्नुपर्छ। यी जबरजस्त केही व्यवस्थाहरू राखेर इतिहासमा भएको अन्याय निश्चित समुदायहरूका विरुद्धमा जुन छ त्यसका लागि न्याय दिलाउने प्रणाली अपनाउन सकिन्छ। धेरै कुराहरू परिवर्तन गर्न छ। मैले यति बताएँ कि राज संस्था मेरो पनि वंशको कुनै दिन थियो भन्दै जाने हो भने हामीले फेरि पुरा नेपालको कुरा नगरे हुन्छ, 2200-2400 राज्यको कुरा गर्नुपर्छ। मेरो पनि राजवंश थियो भनेर भन्ने हो भने 2200-2400 तर्फ जानुपर्छ। के त्यसका लागि तयार हो हामी? होइन होला नि त। यसैले एकीकृत भावनाका साथ राज संस्थाले भूमिका निर्वाह हिजो कतिपय अवस्थामा गर्न सकेको थिएन भने त्यसमा बाध्यकारी व्यवस्थाहरू लागू गर्नुपर्छ। म निवेदन गरौँ कि पञ्चायत कालमा एकजना क्रिश्चियन धर्मका ठुला प्रचारक नेपालमा हुनुहुन्थ्यो, उत्तम कुमार परियार। त्यसो त पृथ्वीनारायण शाहका पालामा पनि क्रिश्चियनहरू नेपालमा थिए र नै उहाँले विधर्मीहरूको प्रसङ्गमा दिव्य प्रदेशमा बोल्नु भएको। तर समयकालमा राजाहरू यस्ता पनि आए कि उत्तम कुमार परियार यहाँबाट इन्डिया दार्जिलिङ पुगेर त्यहाँबाट इङ्ल्यान्ड पुगेर एउटा कोर्स पढिसकेर अनि नेपाल फर्किएर आउँदा उहाँ त्यति बेला राज परिषदको सदस्य हुनुहुन्थ्यो, सम्माननीय राज परिषदको सदस्य। उहाँलाई क्रिश्चियन हो भन्ने थाहा पाएपछि यस्तो क्रिश्चियनलाई राजसभामा राख्न हुन्न, राज परिषदमा राख्न हुन्न भनेर 5000 जनाको त्यो बेलाको हस्ताक्षर ठुलो कुरा थियो। 5000 जनाको हस्ताक्षर सहित पशुपति भक्त महर्जनज्यूलाई बुझाएर उहाँबाट राजामा हस्तान्तरण गरेर हटाउनु पर्यो भनिएपछि फर्केर आउँदा उहाँलाई बोलावट भयो। उहाँ राज सभाको सदस्य जानुभयो भेट्न राजालाई। राजाले यो देशमा सबै धर्म मान्ने मान्छेहरू छन्, म राजा भइसकेपछि कानुनमा के छ संविधानमा के छ, तर जुनसुकै पनि धर्म मान्ने मान्छे यो देशमा छन्, म ती सबैको राजा हो। त्यसकारण तिम्रो पनि मलाई सुझाव चाहिन्छ, तिमी राजसभामा राज परिषदमा बसिरहनु पर्छ, राजीनामा दिन पर्दैन भनेर भन्नुभयो। उहाँले मसँगै भन्नुभएको यो कुरा मैले भिडियो पनि राखिदिएको छु मेरो आफ्नो पर्सनल चाहिँ सोशल साइट्सहरूमा। त्यसो त नेपाल खास गरिकन हिन्दू बौद्ध र किराँत धर्म राज्य हो। यो ओमकार परिवार भित्रका सबै धर्महरूको रैथाने पहिचान भएको देश हो। तर अरू धर्महरू जति
नेपालका रैथाने धर्म होइनन्। अब सदियौँदेखि दशकौँदेखि मानेपछि हामीले रैथाने मान्ने हो भने पनि श्रीलङ्काको संविधानमा उल्लेख गरिए जस्तो नेपालको संविधानमा गर्न सकिन्छ। श्रीलङ्काको संविधानमा रैथाने धर्महरूको संरक्षण गर्नु राज्यको प्रमुख कर्तव्य हुनेछ, तर सबै धर्महरूलाई समान संरक्षणको प्रत्याभूति हुनेछ, धार्मिक स्वतन्त्रता हुनेछ, तर धर्म परिवर्तन कानुनद्वारा दण्डनीय हुनेछ, यो लेखिएको छ। जबरजस्ती त हिन्दू पनि बनाउन पाइँदैन। म बुद्ध धर्मको अध्ययन गरिरहेको विश्वविद्यालयको अहिलेको विद्यावारिधीमा बौद्ध दर्शनको अध्ययन गरिरहेको एउटा विद्यार्थी, भगवान बुद्धले बोल्नुभएको भाषा पाली भाषा ब्राह्मी लिपिको बाट भर्खरै 4 कक्षा पास गरेर 5 मा पढ्दै गरेको विद्यार्थी, तर सबै धर्मप्रति मेरो उत्तिकै सम्मान र झुकाव छ। निजानन्द सम्प्रदाय र गलामा तुलसीको माला लगाउने मान्छे, म विनम्रतापूर्वक निवेदन गर्छु कि हामीले आन्दोलनको विकल्प छैन। जो आन्दोलन अस्ति जेन्जी साथीहरूले गरेर माग राख्नु भएको थियो, त्यो यो व्यवस्था, यो अवस्था, यो गति, यो यति, यो लय, यो मतिबाट प्राप्त हुन सक्दैन।